नमस्ते सम्पूर्णलाई। म चाहिँ आज यो दक्षिण कोरियामा यो एकदमै महत्त्वपूर्ण यो विषय छ। यो चाहिँ सबैले सिक्नै पर्ने, यो चाहिँ मेरो विचारमा एसआरडीको त्यो 7 दिने तालिममा पनि यो सिकाउनु पर्ने विषय लाग्छ मलाई। हेर्न सक्नुहुन्छ ट्रेनमा चढ्दाखेरि यो काठहरू चाहिँ कसरी चाहिँ त्यो टच गराउने म तपाईँहरूलाई यो भिडियो देखाउन लागिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ यो रातोबाट चाहिँ उताबाट आउने रहेको छ र यो हरियोबाट चाहिँ हामी जान सकिन्छ। त्यसको निमित्त यस्तो काठ रहने, यो चाहिँ मेरो यस्तो खालको अलिक फरक खालको काठ छ यो चाहिँ, तर विभिन्न प्रकारको काठहरू हुन्छन्। ती काठबाट यहाँ चिकाउनमाखेरि चाहिँ कति समयभित्र हामी छिरिसक्नुपर्छ भनेर चाहिँ हामीले यो एकदमै जानकारी हुनुपर्दछ। यो चाहिँ यो टच गराएको 5 सेकेन्ड अथवा 10, मलाई सम्भवतः लाग्छ 5-7 सेकेन्ड भित्रमा चाहिँ छिरिसक्नुपर्छ, नभए यहाँ अड्किन्छ हामी। त्यसैले एकदम जानकारीमूलक विषय भएकोले तपाईँहरूलाई यो म देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ साथीहरूले गर्नुभएको, उहाँहरूको भएन, के मिस्टेक भयो होइन। चाहिँ यो टच गराउने बित्तिकै 5 सेकेन्डभित्र छिरिसक्नुपर्ने छ। यदि छिरिएन भने चाहिँ के हुन्छ भने यहीँ अड्किन्छ। यो गोलो म पनि छिरेर तपाईँहरूको माझमा देखाउन चाहन्छु। यो चाहिँ निकै महत्त्वपूर्ण विषय रहेको छ। यो तपाईँहरू सबैले सिक्नुपर्ने, नसिकि नहुने विषय रहेको छ। यो चाहिँ एसआरडीले पनि यो तपाईँको यो 7 दिने कोर्समा चाहिँ यो अनिवार्य राख्नुपर्ने मलाई लाग्छ। हेर्न सक्नुहुन्छ कति छिटो टच गर्ने बित्तिकै छिरिहाल्नुपर्छ। यदि टच गर्ने बित्तिकै छिरिएन भने चाहिँ तपाईँको यहीँ अड्किने सम्भावना रहन्छ। त्यसैले यो कुराहरूमा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र म पनि छिरेर गएको देखाउन चाहन्छु। हेर्न सक्नुहुनेछ। अब यो मैले काठ लिएँ, यहाँ टच गराएँ यसरी। अब म छिरि गएँ। यदि म यहाँ अड्किबस्यो भने चाहिँ यो तपाईँको टच भएर छिर्न सकिँदैन। अब उहाँहरूको मिस्टेक भयो, अब उहाँहरू आउन सक्नु भएन। टच हुने बित्तिकै छिरिहाल्नुपर्छ। उहाँहरूको हेर्नुहोस् उतै अड्किनु भयो, उता अड्किनु भयो, उतै बस्नुभयो। अब हेर्नुहोस् यो चाहिँ नजान्दामाखेरि चाहिँ यस्तो दुःख पाइन्छ। त्यसैले अब हेर्नुहोस् बल्ल उहाँले जान्नुभयो, उहाँ छिर्नुभयो। यसरी चाहिँ यो विषयमा चाहिँ हामी सिक्नै पर्ने। यो चाहिँ यो 3 जना हेर्नुहोस्, उहाँहरूले बिचरा जान्नु भएन, त्यहीँ अड्किनु भयो। किनभने यो चाहिँ सिक्नुपर्छ। यो हेर्नुहोस् टच गरेर 5 सेकेन्ड 7 सेकेन्डभित्र छिरेन भने त्यहीँ अड्किन्छ हामी। त्यसैले अनिवार्य भिडियो चाहिँ यो मलाई लाग्छ एचआरडीले पनि त्यो 7 दिने कोर्समा चाहिँ यो प्र्याक्टिकल्ली गराएर अथवा चाहिँ यो सिकाएर चाहिँ यो ट्रेनमा चढायो भने चाहिँ ट्रेनिङ दिन सक्यो भने चाहिँ यो एकदम राम्रो र चाहिँ उचित हुनेछ भन्ने मलाई लाग्छ।